हेलो गाइस है हामी चाहिँ आज यस्तो छ पुरै बिटा लगाइदिन्छौँ हैन पुरै धान बिटा छ है हाम्रो चाहिँ पुरै हैन यो वर्ष पानीले धेरै भिजायो त्यही भएर हाम्रो एउटा बोरो छन् हाम्रो अरु जस्तै सबै बाहिरको हुन् हैन हाम्रो अर्को यहाँ छ अफ्रिका नै हामी चाहिँ फेरि हाम्रो ठाउँ अहिले आज पुरै नयाँ ठाउँमा आएको छौँ हैन धान बिटा लाउन पुरै सोहारा भन्ने ठाउँ यो चाहिँ हाम्रो दारीबाको ससुरालीतिर हो गाउँ ससुराली हैन यो छ टक्कै धान चाहिँ यो तिहारमै भिजाएको धान है यहाँ जे भने नि उम्रिएर रहनु छ राम्रै अलिअलि ठिकै छ सुक्याएर ह सर र यस्तो छ है यहाँको फाँटहरू चाहिँ खेत धेरै छ यता यस्तै छ है गाइजहरु हाम्रो चाहिँ पारा हैन मटे के छ अनि तल आज बिटा लाउन कस्तो अनुभव भइराछ सुना एकदम खतरा अनुभव भइरहेको हो अनि आजको पैसाले के गर्लियो गर्ने जे गरे पनि त्यस्तो हुन्छ मलाई जे गर्नेको एउटा भन्नु पर्यो नि ल है गाइजहरु यतै छ है ल हाम्रो चाहिँ